उत्तर युरोपको एक सानो तर शान्त देश फिनल्यान्ड र यो देशको मुटुमा बसेको छ हेलसिन्की। एक यस्तो सहर जहाँ परम्परा र प्रविधिको अद्भुत सङ्गम पाइन्छ, जहाँ हिउँले ढाकिएका गल्लीहरू भविष्यतर्फ बढिरहेको संसारलाई स्वागत गरिरहेका छन्। सन् 1950मा स्विडेनका राजा गुस्ताव प्रथमले एउटा व्यापारिक केन्द्रको रूपमा स्थापना गरेका हुन् हेलसिन्की। युगहरू परिवर्तन भए तर यो सहरले आफ्नो अस्तित्व गुमाएन। आज यो सहर केवल फिनल्यान्डको राजधानी मात्र होइन, डिजाइन, प्रविधि र हरित जीवनशैलीको प्रतीक बनेको छ। हेलसिन्कीको मुटुमा अवस्थित छ सेतो र भव्य हेलसिन्की क्याथेड्रल। यो चर्च केवल धार्मिक स्थल होइन, सहरकै सांस्कृतिक आत्मा हो। केही टाढा पृथ्वीमै दुर्लभ प्रकारको चर्च देखिन्छ, रक चर्च, जुन ठोस चट्टानमा कुदेर बनाइएको हो। हेलसिन्कीको जीवनशैली समुद्रसँगै जोडिएको छ। मार्केट स्क्वायरको किनारमा फेरी चढेर जान सकिन्छ। सुओमेनलिन्ना एक ऐतिहासिक समुद्री किल्ला जुन आज विश्व सम्पदामा सूचीकृत छ। यहीँबाट देखिन्छ हेलसिन्कीको वास्तविक आत्मा, इतिहास, प्रकृति र वर्तमानको सम्मिश्रण। ट्राम, मेट्रो, साइकल र पैदल यात्रा हेलसिन्कीको दिगो शहरी विकासको उदाहरण हो। यहाँका सडकहरू व्यस्त छैनन्, यहाँको हावा स्वच्छ छ र मानिसहरू मुस्कुराइरहेका छन्। हेलसिन्की केवल सुन्दर मात्र होइन, यो बौद्धिक रूपले पनि समृद्ध छ। यहाँ छ हेलसिन्की विश्वविद्यालय, फिनल्यान्डकै सबैभन्दा पुरानो, अनि छ आल्टो विश्वविद्यालय जहाँ प्रविधि र डिजाइनको नयाँ भविष्य निर्माण भइरहेको छ। यही सहरमा जन्मिएका छन् थुप्रै स्टार्टअपहरू जसले विश्वव्यापी सञ्जाल निर्माण गरेका छन्, शिक्षा, प्रविधि र नीतिको समन्वय गर्दै। फिनल्यान्ड बिना साउना अधुरो हुन्छ। हेलसिन्कीका छतहरूमा, तालहरू, छेउछाउमा र सार्वजनिक स्थानहरूमा साउना जीवनको लक्ष्य हो। गर्मीमा 20 घण्टा उज्यालो, जाडोमा हिमपात र कहिलेकाहीँ देख्न सकिने उत्तरीय बत्ती नर्दर्न लाइट यहाँको ऋतुहरूले नै जीवनको गति निर्धारण गर्छ। हेलसिन्की यस्तो सहर हो जहाँ प्रकृति र प्रविधिले हात समातेका छन्, जहाँ इतिहासको गहिराई भविष्यको उज्यालो यात्रासँग जोडिएको छ। यो सहर केवल राजधानी होइन, यो फिनल्यान्डको हृदय पनि हो।